को छौं भनेर यहाँ देखाउने छु तपाई यहाँ टेन्टन कता फर्क भनेर चाहिँ के छ भनेर चाहिँ अच्छा ल यता भट्याउ के रमाइलो यहाँनिर त के हो एकदमै सबसे राम्रो लाग्यो के मलाई हेलो गाइस तपाईहरुलाई स्वागत छ चेसुङ ब्लगमा अनि आज चाहिँ हामी गोल्ड कोस्ट घुम्न जान लागिरहेका छौं अनि हामी चाहिँ को छौं भनेर यहाँ देखाउने छु तपाई यहाँ टेन्टन कता फर्किँदै हुनुहुन्छ हौ फर्किनु न नमस्ते अंकल जी मैं क्या नमस्ते अंकल जी पहचानिया अनि दुईजना रेडी हुँदैछ अनि एकजना हामी वहाँ निशामलाई पिकअप गर्नु जाँदैछौँ अनि यतै हामी जानेछौँ हेरेर साथ दिनु होला हामी त्यहाँ गोल्ड कोस्ट पुगेर घुमघाम गर्नेछौँ अनि कुन कुन ठाउँ घुम्नेछौँ भनेर पनि त्यहाँको दृश्यहरूलाई हामी देखाउनेछौँ केही नभन्नुहोस् यता फर्केर हो हजुर हो उकालो भएर गाडी नै कुदेन तपाईले यहाँ चढ्दा मात्रै आफूले त्यस्तो फिल भएको उहाँ तलबाट चाहिँ नि उकालो छ अब ओह्रालो झर्दैछौँ हामी बिस्तारो मैले ढिलो कुदारे ट्रकले लग्यो त ओह्रालो झरे बिस्तारै अब ओह्रालो झर्नु अघि उकालो थियो नि त अनि त्यही भएर गाडी यस्तो थियो होइन डाँडा चढे जस्तो थियो You've entered the car park for your destination. ड्रीम वर्ल्ड आइसकेको छौं यो चाहिँ कार पार्क हो अस्ट्रेलियाको ड्रिमल्यान्ड हैन ड्रीम वर्ल्ड ड्रिमल्यान्ड नेपालमा छ त ह्यापी ल्यान्ड हो नेपालको ह्यापी ल्यान्ड ड्रिमल्यान्ड माथि सेल्फी सेफ्टीमा ड्रिमल्यान्ड सेफ्टी हो नाम पनि के हो गाइस बवाल छ बवाल Where should I park? यही हो ड्रीम वर्ल्ड अस्तिको पालि हामी यहाँ आएर भिडियो यहाँ आएर फोटो मात्र खिचिराखेर गएको आइपुग्यौँ हामी चाहिँ यहाँनिर ड्रिम वर्ल्डमा घुम्दै यहाँ पार्किङ चाहिँ कहाँ पछाडि राखेको छौँ हामीले बल्ल बल्ल पायौँ यति धेरै भिड पार्किङ जग्गा छैन अब त्यहाँको भित्रको दृश्यहरू तपाईहरुलाई देखाउनेछौँ के छौँ भनेर के छ भनेर चाहिँ अच्छा तपाईहरुलाई देखाउने छु हेरेर साथ दिनु होला अब यहाँ पछाडि यहाँ भ्यायो भने हामी अर्को जग्गा पनि जान्छौँ भ्यायो भने मात्र अनि तपाईहरुलाई देखाउने छौँ त्यहाँ पुगिहालेछ भने चाहिँ है तपाईहरुले साथ दिनु होला लिपस्टिक लगाएको नि छक्कै पर्नु यतिखेर लिपस्टिक लाउँदै हिँड्दैछ यिनीहरू ल यता भट्याउ
अहिले चाहिँ हामी यहाँनिर ड्रिम वर्ल्ड आएको छौँ। यहाँको दृश्यहरू तपाईँहरूलाई देखाउनेछौँ अनि हेरेर साथ दिनु होला हामीलाई। गाडी आउँदैछ। पार्किङ चाहिँ हाम्रो तल्ल भएको छ। पार्किङ चाहिँ नपाएर होला यति धेरै भिड छ हेर्नु न। ड्रिम वर्ल्ड आजको हाम्रो यात्रा। अनि त को आउँछ घरिघरि। हामीले एक दिनको मात्रै गरौँ यहाँ ड्रिम वर्ल्ड। अब हाम्रो सुरु भयो। सुरु भयो अब हाम्रो यात्रा। यहाँ ड्रिम वर्ल्डभित्र पसिसक्यौँ हामी चाहिँ। स्ट्रिट फुड फेस्टिभलहरू कहाँ कहाँ चढ्ने चढौँ, कता कता घुम्ने हो। कति रमाइलो यहाँनिर त। लुगा लिएको छैन, लुगा भिज्छ नि त फेरि। के गर्नुको लागि यहाँ यत्रो लाइनमा पर्खेको तिमीहरूले? यति बाहिर कति धेरै पर्खिनु बल्ल भित्र पसेको कि त्यो पनि हेर्नु न। भित्र पनि पर्खिनु परिरहेछ। भित्र पनि यति धेरै लाग्छ, गाह्रो छ। अब यस्तो राम्रो एक्सपिरियन्स गर्नु पायौँ तर भिडियो चाहिँ गर्न मिलेन हो। के हो एकदमै सबसे राम्रो लाग्यो क्या मलाई वर्ल्ड। हामी यसरी भित्र पसेको त नि त्यो बाफ्रे लास्ट दामी एक्सपिरियन्स भयो है। तपाईँलाई कस्तो भयो? फेरि आउनु जस्तो भयो नि? नहीं, मैं नहीं आऊंगा। पैसा थप्नुपर्छ होला दामी, तर पैसा चाहिँ अनलाइन खेर चाहिँ गएन। अनलाइन टिकट लिनु भएछ भने अलिक सस्तो पर्छ। हामी चाहिँ डाइरेक्ट यहाँ आएर काट्यौँ होइन। अन्त यही चस्मा पनि छ जस्तो लागेर डाइरेक्ट आएर काट्यौँ। अनि कति धेरै लाग्यो हामीलाई पैसा? $139 एकजनाकै। हामी चाहिँ यहीँ निस्किसक्यौँ फेरि। अनि हामीले वर्ष दिनको पनि हुन्छ नि त, अनि त्यसको लागि चाहिँ यो पुरा राम्रो लाग्यो हामीलाई। अनि त्यही भएर फेरि हामी पैसा थप्दैछौँ। यहाँनिर हामी शशी र निशम गएको छ अनि हामी चाहिँ यहाँ बाहिर। अनि आजको एक्सपिरियन्स कस्तो भयो जय राजा? मजा आयो होइन। अब त्यो कस्तो भन्दा छुट्टै खालको एडभेन्चर हुँदो रहेछ। अब 3D टाइपको एकदम मजा आयो, डर पनि लाग्यो। फर्स्ट एक्सपिरियन्स हो, रमाइलो दामी एक्सपिरियन्स भयो मेरो पनि। कस्तो राम्रो है। ल यहाँभित्र फेरि हामी जानुपर्ने भयो कि हामी पनि यहाँ देखाउनु पर्ने हुन्छ नि मान्छे कतिजना भनेर। यो खेलेर आएको यिनीहरू दुईजना यहाँनिर यहाँ कस्तो भयो तपाईँलाई? मजा आयो हो कति राम्रो हेर न उहाँले गर्नु न।
जयराजले खाइरहनु भएको छ। यहाँ दुईटा ऊ चाहिँ के भन्छ यहाँ के पो छ चिकन बर्गर दुईटा हामीले घरबाट अचार बोकेर आएको थियौँ हामी चाहिँ खोर्सानी लवर भयो ससी र बन भएको हेर्नु न ससी र के भन्छ निसाम झन् मुक्साम भनिन हौ निसाम चाहिँ आइसक्रिम लिनु गएको छ आइसक्रिम हाम्रो पैसा फेरि रहेको छ नि त उब्रेको छ नि त अनि जुन जुलाई भित्रमा त सक्नुपर्ने अरे त्यो भन्छ अनि त्यतिखेर त हामी फेरि पनि आउनु त सक्दैनौँ होला होइन अनि अहिले नै सकाइहाल्नु भनेर चाहिँ हामीले लिएर जाँदैछौँ आइसक्रिम बोकेको जस्तो लाग्दैछ यहाँ बन्द भएको छ अब उताबाट निस्किन्छ उनीहरू देखाउने छ हामीले के पाइन्छ फेरि के किनौँ भनेर चाहिँ खोर्सानी सबै बिनमा लाउनुपर्छ हैन बिनमा लाउनुपर्छ सबै ल अब घर जाँदैछौँ हामी घर फर्किँदैछौँ बिस्तारै खोर्सानी बोक्नु नबोक्नु ए ऊ बोकेर आएछ हाम्रो $50 कता ऊ फेरि फाल्टो के आयो अझै उब्रेको छ पैसा अनि किन नकिने किनाहरू अनि फेरि यहीँ पैसा त्यो भल्छ त फेरि हामीले लगेको घर अब ट्याप च्याप चलाएर हामी घर निस्किने गरेको यहाँ हेर्नुहोस् न हाम्रो आइसक्रिम दुईटा अनि यहाँ यो एक्जिट भइसकिसक्यौँ हामी चाहिँ निस्किसक्यौँ अब अन्तिम र चाहिँ हाम्रो कार पार्क आमाम हेर्नुहोस् न कति धेरै ठाउँ नपाएर हामीले जग्गा नपाएर कहाँ टाढो राखेको छ अहिले होलिडे भएर होला कि नानीहरूको कति धेरै हो यहाँ पर देख्यो निन्द्रा लागेर टिकीमा सुतेर जान्छु भन्दै हुनुहुन्छ यहाँ पर देख्दै हुनुहुन्छ यो चाहिँ चढिन म निसाम ससी अनि जयराजा चाहिँ चढ्नु भयो अनि हामी दुईजना चाहिँ चढेनौँ टाउको दुख्छ भनेर ठिक्कै उनीहरू तीनजना त दुईजना त टाउको दुख्यो अरे भन्दै सेलाक्कै भएर आइपुगेको थियो बिचराहरू अब यहाँ यसलाई बिदा गऱ्यौँ हामीले अब घर फर्केको हामी एकदमै धेरै धन्यवाद तपाईँहरूले हाम्रो ब्लगलाई लाइक सेयर सब्सक्राइब गरेर साथ दिनु होला भनिदेऊ केही भनिदिनु थ्याङ्क यू बाई सी यू नेक्स्ट टाइम नेक्स्ट ब्लग हामीले यो ठाउँलाई हामीले बाचाको साथ फेरि अर्को समयमा आउने गरेको छौँ हामीले यो ठाउँलाई हामीले बाचाको साथ फेरि अर्को समयमा आउने गरेको छौँ क्या बोला तूने आउनेवाला छौँ 1 वर्षको तिरेको छ नि त हामीले मिलाएर बुझ्नु दियो 1 वर्षको लागि के हुँदैन 1 वर्षको लागि तिरेको छ नि त हामीले पैसा $169 एकजनाको अनि तपाईँहरूले यहाँबाट भन्नु हामी ब्लगबाट होइन यदि तपाईँहरू आउन चाहनुहुन्छ भने चाहिँ तपाईहरुले अनलाइन टिकट काट्नु भयो भने अलिक सस्तो पर्छ अनि डाइरेक्ट आएर काट्नु भयो भने चाहिँ अलिक महँगो पर्छ हामीले चाहिँ डाइरेक्ट आएर काटेको भएर हामीलाई चाहिँ अलिक धेरै महँगो पर्यो अनि तपाईहरुले वर्षको एकैचोटी काट्नु भयो भने अझ धेरै तपाईहरुलाई सस्तो पर्छ त्यस्तो हुन्छ थ्यांक यू सानै मजाले एड गरिदियो त कति दिएको छ दिएको छैन $50 भल्चर पाएको थियौं एक जना गरेर 50 50 50 50 50 भनेसी 200-250 पायौं नि हामीले यस 250 भल्चर पाएको थियौं अनि त्यसकै विभिन्न किसिम खायौं बोकेर पनि आएको छौं लन्च हैन स्न्याक आफ्टरनुन टी गर्यौं डिजर्ट गर्यौं ड्रिंक्सहरु खायौं अल गुड टोयलेट पनि युज गर्यौं all सब थ्यांक यू फर वाचिङ बाय